So, welcome back, guys. Welcome back to another video after long time. र फेरि पनि चेसको भिडियो आइसकेको छ तपाईहरुको लागि ल्याइसकेको छु मैले फेरि एउटा चेस रिभ्यूको भिडियोमा र यो पहिलोचोटि चेस रिभ्यू गर्न जान आँटेको छु तपाईहरुलाई देखाउन आँटेको छु स्पेशलिटी मिस्टेक ब्लन्डरबाट कसरी चान्समा डान्स हान्नु पाइयो र तपाईहरुलाई देख्नेछु भक्करै गेम सकाएको थिए र तपाईहरुलाई देख्छु यहाँ हेर्न सक्नुहुनेछ मेरो बिलियन एउटा थिएन ग्रेट मुभ दुईटा थियो हेर्न सक्नुहुनेछ ओके वाइटको पो हो म त मेरो पो भनेको ओ माय गॉड म त ग्रेट मुभ हो वाउ तर हामी गेम रिभ्यू गर्न चाहन्छु सुरुबाट हेर्न सक्नुहुन्छ ओपोनेन्टबाट e4 आएको थियो र मेरो पनि यहाँबाट सेम मुभ आइसकेको छ e5 जो त्यसलाई पुशबाट गर्नको लागि रोकेको थियो मैले र नाइट लागेको थियो मैले पनि यता राइट साइडको नाइट लिएर हालिसकेको थिएँ हाम्रो के भन्छ c6 मा र अर्को बिशप लिएर यहाँ प्रेसर आउनु खोज्दै त कहाँ गयो हुन्छ नि बिशपले यहाँ अट्याक गर्न खोज्दै थियो र मैले एउटा यस्तो ब्लन्डर गरेँ है यहाँ मैले चाल दिएँ h6 मैले यहाँ चाल दिएँ h6 हैन यो त ठिकै हो सरी यो पछि चाहिँ मिस्टेक चाल्यो है त्यसपछि हाम्रो ओपोनेन्टको सोच आयो एउटा खतरा टिक्स र उहाँले चाल्यो d4 चालेको वाट अ मुभ हैन खतरा मुभ चालेको छ मैले यहाँ के गरे टेक गरिदिए नाइटले यो ब्लन्डर ट्रु ब्लन्डर यु अलाउ द ओपोनेन्ट टु एबिलियन्स विन द नाइट हैन हुन नि हो यो बिशपले खाएर खतरा खाइरहेको थियो बिलियन्स मुभ मलाई तनाव भएको त के गरौँ हुन्थ्यो र मैले सीपीयू खेलेको थिएँ 3 मिलियन ब्लिच गेम है त्यसैले ओपोनेन्टको पनि त्यति सोच्नु पाउँदैन त्यसैले मैले गर्दा नाइटले ब्लक गर्नेको कोसिस गरेँ वाट अ मुभ हैन तर यो पिसा ठेल्डेको भए चाहिँ के हुन्थ्यो खाइदिँदैन बाल्था नि त्यो त अनि मैले फेरि यहाँ ओपोनेन्टकोबाट पनि ब्लन्डर f4 you are now able to eventually win the night they overlook an opportunity to win match through a tactic गरे हैन बिशपले खाइदिएको भए चाहिँ खतरा हुन्थ्यो भनेर यहाँ ओपोनेन्टको किनभने यति सो हैन खाइदिएको भए हैन के हुन्थ्यो खाइदिएको भए मैले बुझिन नि यार यो र बिशप मैले यहाँ पछि चाले f6 ओपोनेन्टकोबाट f6 आयो मेरोबाट f6 आयो त्यो ब्लन्डर हो मैले चेक दिनु पर्यो चेक दिएर के हुन्थ्यो के चेक दिएको भए के हुन्थ्यो चेक र यहाँबाट खतरा क्वीन चेक आइसकेको थियो र मलाई पेसा भइसकेको थियो किनभने यहाँ राजा कहीँ जाँदैन पिछाडि छिकेर नि काम छैन हैन त्यसैले राजै चाल्नु पर्यो यो चाल्नै पर्यो अब के गर्नु हैन पिसा ठेल्ले के हुन्थ्यो कसरी हाउ व्हाट कसरी ओके ती मन्त्री राखेको त्यहाँ जान्थ्यो वाट अ चेक भने नाइटकोबाट चेक आएर मैले यहाँ किङ f7 मा चाले र मेरो सोच थियो अलिक उयो गर्ने हैन त चेक बबाल आइसकेको थियो उता गएको भए चाहिँ झन् राम्रो हुन्थ्यो भन्ने सोचेको छु है किनभने फेरि यता जान्थेँ त्यहाँ गएर वाउ ब्याकपार्ट गयो र क्वीनको यहाँ चेक घोडाले चाहिँ चेक दिनु पर्यो भनेर फेरि उता गए
अनि यहाँ राइट मुभ पाइसकेको थियो हाम्रो E5 प्लस मलाई तनाव भइसकेको थियो होइन राजा कहाँ पुगेर कहाँ बसेको थियो अब यहाँ बेस्ट यहाँ हुन्थ्यो बेस्ट कसरी आई डोन्ट नो ओके यहाँ मैले ओपोनेन्टबाट यहाँ टेक्स यो गरिसकेको छ है र मैले पनि टेक्स हानिदिएँ अनि यहाँबाट आई थिङ्क पिसा पन खाइदियो त्यसको साथै पिसापले भाउने रहेछ मैले घोडाले खाइदिएँ यो क्विन यहाँ भन्दा नि त्यहाँ घोडा लिएको भए चाहिँ राम्रो हुन्थ्यो अरे त्यस्तो देखाएको छैन डे प्लेट वान अफ द बेस्ट मुभी ओके मैले मिस्टेक चाल्यो किनभने यहाँ घोडा त्यत्तिकै फ्रीमा दिएँ म चाहिँ यहाँ अघि सोचमा थिएँ घोडा त्यहाँ फ्रीमा गएको थाहा थिएन त खाइदिइहाल्यो अनि म त भाग्नु पर्यो होइन यहाँ बेस गर्नु मिल्दैन हो कुइनले छिक्दियो अन्त क्यास भयो यहाँबाट पिसअपले चेक हान्दे उता कोनरमा गयो यही अपर्च्युनिटी मलाई चाहिएको थियो क्या कहिले त हात्ती गएर हुन्छ नि गएर सिक्रिफाई हानेर चेक मेट हान्ने विचार थियो र त्यही मेरो काम भयो र मैले यहाँ नाइट क्विन लगिदिएँ अपर्च्युनिटी पाउनुको लागि र यहाँ अलिकति मिस्टेक भएर चेक हान्थ्यो र मैले बिसपले चेक दिएँ र त्यहाँबाट बल्ल पनले चेक दिएँ भाग्रेको भए पनि हुने रहेछ है किनभने भाइको भए त खाइदिन्थ्यो नि कस्तो ए यहाँ पन छ सरी हो गुड अब यहाँ नाइटले उयो गरेको भए हुन्थ्यो रहेछ है मैले यो पिसा ठेलेर उयो खानु त बिचा थियो कि तर खाइदिएँ बिसप लानु पर्थ्यो अरे किन कसरी यो कसरी बिलियन थियो यहाँ बेस्ट हुन्छ चेक हुन्थ्यो ओके यहाँ कसरी खाइ म त थाहै भएन र यहाँबाट मैले यहाँ लगेँ हात्तीले खायो मैले क्विन C8 लगिदिएँ हात्तीलाई ट्रेड गर्नुको लागि होइन D4 बिलियन C र मैले खाइदिएँ उता जानु पनि खाइदिएँ र मन्त्रीले दिएको त खतरा हुन्थ्यो र मैले बेस्ट यता हुन्थ्यो ओके राम्रो चाल्यो र मैले पनि खतरा चालेँ र यो हो ब्लन्डर मैले यहाँ गरेँ मुनि लगेँ खाइदिएँ बिसबै र यहाँ चेकमेट यहाँ राजालाई खोल्नुको लागि यो गर्नुपर्ने हो नि त होइन त्यहाँदेखि ब्लन्डर भयो मैले देखेँ डेफिनेटली द राइट मुभ एन्ड दिस इज माई चान्स टु get him the check box. That's a match. This is my game review. If you like this game review, then like the video and subscribe for more content, for more games contents. Bye bye. Thank you for watching.